हेलो गाइज, उहाँ होइसिन्छ मेरो बुवा चाहिँ एकदमै झोक्राएर बसिराखेको छ। किन भन्दा बुवाको चाहिँ हिजो चार्ज गर्दाखेरि चार्जर र मोबाइल दुइटै जल्यो। चार्ज गरेको ठाउँबाटै जल्यो, त्यही भएर बुवा चाहिँ फोन नभएर झोक्राएर बसिराखेको छ अहिले चाहिँ। अनि यहाँ चाहिँ म चाहिँ बुवालाई फोन किनिदिनु पर्यो भनेर भाइले बुवालाई एउटा फोन दिन्छु भनेर भन्यो। त्यही भएको भएर म चाहिँ बुवालाई एउटा फोन लिइदिनको लागि स्याङ्जा बजारतिर जान लागेको। अहिले चाहिँ रेडी भएर अनि म घरबाट निस्किएँ। अब चाहिँ जाँदैछु म स्याङ्जातिर। अनि यता मैले भाउजूलाई चाहिँ मसँग साथी हिँड्छु न जानको लागि भनेर भनेको थिएँ, त्यही भएर म यहाँ भाउजूलाई लिन आइरहेको छु भर्खरै। अनि यता भाउजू फेरि रेडी हुँदै बसिँदो रहेछ। रेडी भएर अब चाहिँ हामी स्याङ्जा बजारतिर लाग्यौँ। गाडी कुरिरहेछौँ नन्द भाउजू भएर। अनि गाडीमा पनि म भिडियो गर्छु भन्ने सोचिरहेको थिएँ, तर भिडियो गर्ने पाइएन। गाडीमा खुट्टा टेक्ने ठाउँसम्म पनि थिएन, लास्टै प्याक थियो। अनि स्याङ्जा बजार आइपुगेँ अब चाहिँ। अनि म जाँदैछु मोबाइल पसलमा आएँ। मोबाइलहरू हेरिरहेको छु म कस्तो छ भनेर यसो यहाँ बसेर। अनि यहाँ चाहिँ बसिन्छ मेरो भाउजू, जो चाहिँ नन्द स्याङ्जा बजारमा आइसकेछ भनेर बिचरा ड्युटी छोडी भेट्न आइसकेको छ मलाई। नन्द भाउजूको धेरै पछिको भेट थियो यो चाहिँ। अहिले फाइनली मैले यो फोन लिएँ। अहिले बुवालाई ठिकै हुन्छ जस्तो लाग्यो। अनि फोन लिएर फोटो खिच्दैछु। अनि त्यसपछि म घर आएँ। घर आएर बुवालाई फोन दिएँ। बुवाको फिलिङ्स चाहिँ मिक्स थियो। ला धेरै पैसा हालेर ल्याए क्या भन्नेवाला पनि थियो। मोबाइल पाएर खुसी पनि भइसिन्थ्यो। त्यसपछि चाहिँ मम्मीले बुवालाई फोन खोलेर दिसेछ। थ्याङ्क यू फर वाचिङ। बुवा खुसी भइसिन्छ।